हजुर के भनी बक्सेको राजा के भनी बक्सेको आयो कति मम्मी हाँसेर फेरि छैन यो लिएको मात्र हो क्या मैले बन्द अनि अघि नै घुचाड्छु अन्त चाहिँ नदिने रे अच्छु कस्तो एउटा हातले फिल्मले चाहिँ मोबाइल खैकिन हालेको थियो नि त कालोमा खन्या मात्र यहाँ पनि त्यस्तै छ जस्तो यस्तो बाटो छ के गर्नु गाउँमा आउन हिजो पानी परेर आज बिहानभरि पानी परेर बाइक पनि यस्तो हिलै छ के गर्ने हौ प्रभु गाह्रो छ गाह्रो छ गाउँघरमा आयो अनि हिलोले बाटो यस्तो है हिँड्नै पनि छैन ए चप्पल यस्तो बनाइदियो के गर्नु गाह्रो छ बाइकमा आएको हिँड्नु परेछ बाटो कतिलाई नभएपछि के हुन्छ र मजा लगाएको भन्ने मात्रै यस्तो छ हालत यस्तो छ बाटोको हालत के भन्नु बाटो नि साथीहरू यस्तै हो अब के भन्दा है यस्तो छ बाटो कहिलेकाहीँ गाउँघरमा आयो भने यस्तो हुन्छ मेरो बुढा चाहिँ उहाँ अघि जानु भइसक्यो बाटो अघि उकाल्दा ए चप्पल नि यस्तो भयो म चाहिँ उहाँ बुढा जानु भइसक्यो अब बुढालाई भेटेर मात्र भिडियो गराउँछ है त भेट्नुपर्छ है त यस्तो छ पुरै बाटो म चाहिँ यताबाट जान्ला है कता पुग्नु भएछ मेरो बुढा भेट्दिनँ मेरो बुढालाई त साथीहरू म चाहिँ मेरो बुढालाई भेट्दै है हेर्नु मेरो बुढा चाहिँ खुट्टा धुँदै हुनुहुन्छ बाटो चिलाएपछि ठेल्दा हैरान मेरो चप्पल यस्तो जोगाउँदा यस्तो भयो भाइ माथि चाहिँ हिँड्दै जानुपर्छ
अब जाने हिँड्दै रात हिलो हो जुत्ता पहाड कस्तो पर्ने बाटो अहिले यसो के भयो नि हुन हुन्छ टायर सायर किन ग्याजक ग्याजक भए त्यो यस्तै त छैन होला है उता त छैन त्यो भर्खर खाने माटो भएर थुप्रै नि त माटो के भएर ए के गरेको छ जानु भइसक्यो हेर्नु न बाइक भएर के गर्नु यस्तै छ साथीहरू अब बाइक भएर पनि अब यस्तै छ अब हिँडेर जानु पर्यो साथीहरू गाउँघरमा अब बाइकमा आएको र नआएको केही थाहा नहुने है साथीहरू अब हिँडेरै जानु पऱ्यो बुढा उता एक्लै हुनुहुन्छ उहाँ हुनुहुन्छ एक्लै आफू यता हिँड्दै साथीहरू म त साथीहरू अब घाम त लगाएको छैन तर पनि अब घाम लागिहाल्यो भने यसो फेस छेक्छ कि भनेर चाहिँ क्याप लगाएको छु कस्तो देखियो तान्ने के तान्ने पाइप तान्ने साथीहरू पानी रहेछ यहाँ पखाल्नु पर्यो रे यता देखाउँछ साथीहरूमा यता देखाउँछ कस्तो हुन्छ पारिपट्टि यता पुरै न्याउलीको राखे साथीहरू हजुरहरूको भाषामा के भन्नुहुन्छ है म त न्याउली भन्छु यो न्याउलीको राज के भन्छ यो न्याउली त होला नि साथीहरू यो चाहिँ अब राम्रो भ्यू देखियो साथीहरू
म हिँड्दै गर्नु त्यहाँबाट पर्छ त्यहाँसम्म हिँड्दै गरौँ बाटो कस्तो छ फेरि उता नि यहाँसम्म तान्नु पर्दैन होला नि ल मैं जा रहा हूँ बाटो फेरि त्यस्तै होला झार्नु मिल्दैन मिल्छ लाग्यो है साथीहरू बाइकमा फेरि कहाँ गएर झर्नुपर्ने थाहा छैन अब यस्तै छ साथी गाउँको बाटो भन्न पनि नमिल्ने ओ माइ गॉड ऐसल माइ गॉड साथीहरू ऐसालु पाएँ गाउँघरमा आउँदा ऐसालु खानुपर्छ साथीहरू ए ओ माइ गॉड मेरो बुढा फेरि यता कराएर अहिले ऐसाल खान पनि नपाउनु नि साथीहरू अब काठमाडौँमा केही पाउँदैन पैसा भए सबै कुरो पाउने साथीहरू होइन अब गाउँघरमा अब बाटो फलेको हुन्छ खान पाइहाल्यो खाँदा पनि जस पाइदिउँ साथीहरू म झरेरै हिँड्छ हो बरु मलाई झर्ने घरि उकाल्ने गरेपछि म के गर्नु म अब यो ऐसालु खानु पर्यो हो कि साथीहरू हो कि नै साथीहरू भन्नुहोस् त अब यो ऐसालु खानु पर्यो नि साथीहरू के अन्त मलाई झार्ने उकाल्ने गरेपछि त म झर्ने हो ऐसालु खाने हो साथीहरू अब बुढाले गाली गरेछु दौडिन पर्यो साथीहरू डरमा छ हो ऐसालु खान पनि पाइँदैन साथीहरू यता त गाउँघरमा सस्तै हुने रहेछ है साथीहरू ऐसालु हेर्नु न यता पाखैपट्टि भित्तैपट्टि बाबा कस्तो फलेर चाहिँ ऐसालु त फलोस् न फलोस् यहाँ चिल्ला गरेर रिपिरहेको छ नपरेर के हाल्ने
छु म यहाँ। झर्ने उक्लिने झर्ने उक्लिने झर्ने उक्लिने। साथीहरू पछाडिबाट मेरो बुढा आउँदै हुनुहुन्छ साथीहरू। झर्ने उक्लिने गरेपछि के गर्नु साथीहरू? वाउ लाली गुराँस, ओ माई गड कस्तो राम्रो लाली गुराँस, ओ माई गड। हेर्नु त लाली गुराँस। बाबा लाली गुराँस टिपौँ एउटा। रिसाएर बाइक त्यहाँ बाटो बिग्रियो भनेर बाइक हिँड्न नमिलेर रिसाएर गाली गर्नुभयो। लाली गुराँस टिप्न नि दिनु भएन, ऐसल खान नि दिनु भएन, के गर्नु? गाह्रो छ साथीहरू। अब मलाई बनपाखा खासै क्या मोबाइल खासै। ऐसाल कति धेरै हो क्या साथीहरू। हेर्नु न खानै नपाएको साथीहरू। ऐसाल कति धेरै फलेको हो साथीहरू। खानै नपायो नि कि साथीहरू। मेरो बुढा रिसाएर हैरान। गाउँघरमा आउँदा नि खाना नपाउने त साथीहरू। यस्तो पनि हुन्छ त। यो अति भयो साथीहरू। गाउँघरमा आउँदाखेरिमा ऐसालु लाली गुराँस नखाएर के खानु भन्नु त साथीहरू। यो अति भयो। यो मेरो बुढालाई अति भयो कि। यस्तो नि हुन्छ। अब के अन्त साथीहरू, गाउँघरमा अब पिच बनेन अनि अब बाइक बिग्रियो भनेर, बाटो बिग्रियो भनेर रिसाएर हैरान। मलाई लाली गुराँस खान नि दिनुहुन्न, मलाई ऐसाल खान पनि दिनु। मैं क्या करूँ? साथीहरू म अब पिच बाटोमा आएपछि मात्रै हजुरहरूलाई देखाउने छु है साथीहरू। अनि साथीहरू अब म बाटोमा अलिअलि क्लिपहरू बनाइरहेको छु साथीहरू। अनि एक्कासी नभए म वहीँ गएर हजुरहरूलाई हेर्नु न साथी कस्तो राम्रो लाली गुराँस। माई गॉड लाली गुराँस कस्तो राम्रो के। पिचाउन लागिसक्यो साथीहरू। अनि अब यस्तै त पिचाउन लाग्यो साथीहरू। मेरो बुढा चाहिँ उहाँ बाटो रोकेर बस्नु भयो। अनि त्यस पछाडि अब म जान्छु। अब म सेयर गर्छु साथीहरू मेरो बुढालाई। मैले लाली गुराँस पनि खान पाइनँ, म ऐसाल पनि खान पाइनँ साथीहरू भनेर म मेरो बुढालाई भन्छु। अब के गर्नु त साथीहरू। काठमाडौँको ठाउँमा जता पनि घरै घर साथीहरू। केही देखिँदैन, ऐसाल पनि खान पाइँदैन, केही पनि गर्न पाइँदैन साथीहरू। अनि साथीहरू
गाउँघरमा आएको बेलामा खानु पर्यो भने यसो बुढो रिसाएर हैरान। बाबा त्यो बिचमा अलिअलि लाली गुराँस हुँदैछ यता ऊ त्यहाँ देखाएको थियो मैले 2 ठाउँमा देखाएको थिएँ टिप्नै पाइएन। धन्दै बुढाले साथीहरू सु गरेर पनि देखाइन मैले। त्यो त अति भयो नि साथीहरू होइन। ऊ त्यहाँ तल थियो बाबा लाली गुराँस जाऊँ न त्यहाँ एकछिन एउटा झप्पा टिपेर लाउराउनु के। अब यता कता खाँदा टिप्नै पाइँदैन। ऊ त्यहाँ तल जाऊ न बाबा। ऊ यही तल छ कि अब त कच्ची रोडबाट मुक्त भइहाल्यो नि। कच्ची रोड भयो नि पुरानो भएको थियो नयाँ भएर जस्तो लाग्यो। अब मुक्त भइहाल्यो नि अब पिच आइहाल्यो नि। अब त गुरुरु सरर गुरुरु भने जस्तै हो साथीहरू। अब हामी अब ऐसल खान पनि पाइएन। कस्तो फल्यो त ऐसलु खान पनि पाइएन। ल साथीहरू हामी अब हिँडेको है बाटोमा क्लिपहरू देखाइरहेको छ साथीहरू अनि यसो हेर्दै गर्नु होला। ल हामी हिँडेको साथीहरू अब भयो। पाइएन